मसँग चाहिँ केही पनि सामान थिएन, त्यही पनि आज चाहिँ मैले मोमो बनाएर खाएको छु। अनि मैले कसरी बनाएँ त्यो पुरा भिडियो हेरेर थाहा पाउनुहोला। अनि तपाईँहरू पनि यसरी नै बनाएर खानुहोला। मैले चाहिँ झ्याल खोलेँ, त्यहाँबाट मिठो आउँछ। अनि त्यहाँपछि आफ्नो कोठाहरू चाहिँ मजाले मिलाएँ, बढालेँ। त्यहाँपछि चाहिँ म कलेजबाट आएको थिएँ, अनि त्यहाँ मेरो लुगाहरू चाहिँ मैले माथि माथि गरेर यसरी चाहिँ मिलाएँ। त्यहाँपछि सरले केही नोटहरू दिनुभएको थियो, त्यसलाई याद गरेँ। अनि प्लस मजाले हेरेँ, पढेँ पनि। अनि म चाहिँ मोमो बनाउनुतिर लागेँ। मैले चाहिँ पिठोलाई यसरी मजाले मुछेँ। यो चाहिँ आँटाको हो, किनभने आँटाकै बनाउँछु म चाहिँ प्रायः। अनि मैले चाहिँ अचार बनाउनलाई रेडी गरेँ। त्यहाँपछि अचारमा मैले प्याज हालिदिएँ। अनि टमाटरलाई चाहिँ एकदम राम्रो तरिकाले पाक्नुपर्छ नि त, त्यही भएर मैले चाहिँ टमाटरलाई पनि मजाले हालिदिएँ। अनि मजाले चलाइदिएँ। अनि यो चाहिँ पाकेर यस्तो भइसकेको थियो, एकदम दामी भएको थियो। मसँग केही सिलौटा पनि थिएन, मिक्सर पनि थिएन, त्यही भएको भएर यसरी चाहिँ मैले अचारलाई मजाले पिँधेँ अनि रेडी गरेँ। त्यहाँपछि चाहिँ मैले अब किमा बनाउन रेडी गरेको छु। मैले चाहिँ भेज बनाउने निर्णय गरेर चाहिँ मैले भेज रेडी गरेँ। त्यहाँ चाहिँ मैले एउटा बटुकामा चाहिँ प्याज र बन्दालाई राखिदिएँ, अनि न्युटोला पनि राखिदिएँ। अनि अदुवा लसुनको पेस्ट, त्यहाँपछि मरमसलाहरू चाहिँ मजाले हालेँ, तेल पनि हालेर मजाले मोलेर चाहिँ यो किमा पनि रेडी गरिसकेको छु मैले। अनि मैले चाहिँ सामानहरू केही पनि थिएन। अनि एउटा गिलासले चाहिँ एउटा पिठोलाई चाहिँ यसरी चाहिँ मैले मजाले गोलो हुने गरी चाहिँ बेलेँ। अनि त्यो बेलिसकेर चाहिँ मैले त्यसलाई चाहिँ मोमो चाहिँ रेडी गर्नुको लागि चाहिँ फोल्ड गरेँ। अनि फोल्डलाई चाहिँ राम्रो तरिकाले चाहिँ मोमो बनाएँ, फोल्ड गरेर भनौँ न। मेरो आज के भइरहेछ भोलि, माइन्ड नगर्नु होला। अनि मैले चाहिँ मोमो रेडी पनि गरेँ। अनि यो चाहिँ एकदम दामी भएको थियो। घरमा सामान थिएन र पनि मैले चाहिँ यसरी मजाले बनाएर खाएँ। तपाईँहरू पनि खानु होला।